गाइज व्हाट्सअप माया छ सबजनालाई माया छ। आज चाहिँ नयाँ नेपाली फिल्म उनको स्विटरको ट्रेलर आएको छ, हामी त्यसको रिभ्यू गर्न गइरहेको छौँ। लेट्स चेक इट आउट। होइन भाइ, यो बुकी फुल नानीले कानमा सिरिदिया भए कस्तो राम्रो देख्थ्यो होला। यो अन्तिम रिल हो, आउन पनि सक्छ नआउन पनि सक्छ है। रेडी है नानी बाबु? यो चाहिँ पुरानो गाउँको फोटोसुट वाला भाइ चाहिँ लेकालीको आलु त कति लो हुँदो रहेछ त। हाम्रो आलुमा त जति गरे पनि यत्रो फल्दैन त। कस्तो चाहिँ आँखा रहेछ हौ, आलु मात्रै ठुलो देख्ने। पिरो टिमुर र डल्ले खुर्सानीको त फुलै छैन त। खोर्सानी भन्दा पिरो, टिमुर भन्दा टिमुर के त हाम्रो सोल्टिनीहरु नै हुनुहुँदो रहेछ। कागले कागै देख्छ, बकुलाले बकुला। अब तपाईहरुले के देख्नु भयो त्यो भनिराख्नु नपर्ला है। त के देखेको केटा कमेन्ट गर है। त केटा यो चाहिँ जारी फिल्मको घर जस्तो छ है। हेर त डिट्टु छैन त लोकेसन। यहाँ दयाङ राईले यहाँ खुट्यावाला जस्तै त्यो हो तर रिनोभेट गरे हो कि त्यही लोकेसन हो चाहिँ थाहा होइन होइन, तर डिट्टु छ है लोकेसन चाहिँ। अब पूर्वतिर प्राय घर यस्तै हुन्छ, त्यही भएर नि यस्तै नै होला है, अरू ठाउँ नै हुन सक्छ केटा, तर दामी छ। ल यो सिन हेर त, ल हेर मेरो पुत्ने छोरा मितबा भन्दा नि लाठे भइसकेछ यो त। अन्त आलको सोल्टी लेक चढेछ, लेकको हावाले त उडाउँछ है सोल्टी। तिखा लाग्यो भने भन है, जाँड छानिदिन्छु। हाम्रोमा चाहिँ यस्तै खालको बिगौती पाइन्छ है दाजु। हाम्रो काफ्लेहरूको पनि बिगौतीको छुट्टै कथा छ नि। एक बिगौतीको न्युमा बासी काफ्ले र साजी काफ्ले भएको। तिमी चाहिँ कुन काफ्ले? गाई भने सानो दुध दिन्छ मानो, खानु कि नखानु, मागेर लानु नसक्नेसँग जानु कि नजानु। धान सुक्यो राफले फकाउँछ काफले, जानु कि नजानु। तिमीलाई एउटा उनको स्वेटर बुनेर लगाइदिन्छु भनेको, बुनेरै सकिन हौ। अनि भइगयो नि त, कति न कहिले नै भेट्न हुने जस्तो। हाम्रो पुलमा एकजनाले गर्दा सबैलाई बिरलो लाग्छ। पनि त्यो गुरुङसिंहसँग हिँड्छस् नि, कुरा के हो? पुलको मान मर्यादा त इज्जत के पनि छैन होइन? गार्डन गाडेको सपनामा देखाएको छु क्या मैले। मेरो बाउको च्याप खनेर च्याप बनाइदिन्छु। के भयो केटा, लभ स्टोरी चलिरहेको नि कास्ती गडाइ गुरुङ के भयो अब यो चाहिँ हामी घरमा गएर प्लेन हेरेर थाहा पाउँछ के भयो भनेर है केटा। ओ यो सिनेर बप्पा सेवारो आतङ्कवाद हजुरहरूको बगैँचामा फुलिरहेको फुल अन्जानीमै हाम्रो बगैँचातिर सरेछ। एक रङ्गी थियो बहुरङ्गी भएछ, अनिको सुन्दर भएछ। हामीले स्वीकार गरेन भने कहाँ पो जान्छ? हामी त यही खबर लिएर पो आयौँ। सेवारो आतङ्कवाद केटा हो। वैशाख 26 गते हलमा जाने, उनको स्विटर हेर्ने, अहिले पुरा स्मुथ तरिकाले लभ स्टोरी लाइन देखाछ। अनि पछि गएर गाउँको कथा व्यथालाई देखाछ, नेपालको प्यानोरमालाई देखाछ भन्ने भाइब्स आयो ट्रेलर हेरेर। सबजना जाने, माया गर्ने, अनि त्योभन्दा अगाडि दादाको च्यानललाई लाइक, सेयर र सब्सक्राइब गर्ने है त। माया छ केटाकेटी।